नमस्ते साथीहरू, मैले चाहिँ आज आइक्यू र म्याथलाई मध्यनजर गर्दै स्क्वायर निकाल्ने केही सजिलो तरिका लिएर आएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। सुरुमा हेरौँ चाहिँ 12 को स्क्वायर। 12 को स्क्वायर 144 हो, सबैलाई थाहा छ। तर पनि कसरी निकाल्न सक्ने कोहीलाई थाहा नहुन पनि सक्छ। 12 को स्क्वायर कसरी निकाल्ने त? सुरुमा चाहिँ यो 2 को स्क्वायर निकाल्नुहोस्। 2 दूना 4, 1 दूना 2 दूना 4, यो तीनैवटाको चाहिँ गुणा गर्नुहोस्। 1 दूना 2 दूना 4, यो 4 भयो। अनि यो 1 को स्क्वायर 144 सहजै चाहिँ पत्ता लगाउन सक्नुहुन्छ। अब अर्को तरिकाबाट मैले चाहिँ तीनवटा तरिका सिकाउँछु। अर्को तरिकाबाट चाहिँ 12 अनि 12 लेख्नुहोस्। पहिला यो र योको गुणा गर्नुहोस्। 2 दूना 4 अनि क्रस गुणा गर्नुहोस्। 2 दूना 4, 2 एकानी 2 प्लस 2 एकानी 2, 4 भयो। अनि यसको गुणा गर्नुहोस् 144। यहाँबाट पनि फेरि अर्को तरिकाबाट 12 इन्टु 12 भनेपछि यो 12 को 12 नै हो, इन्टु 10 प्लस 2 भनेपछि 12 दशम 120 प्लस 24, यो चाहिँ 144। यताबाट पनि आयो 144। मैले प्रयोग गरेका तीनवटा ट्रिकमध्ये हजुरले जुनसुकै ट्रिक पनि प्रयोग गर्न सक्नुहुन्छ। मैले चाहिँ अब 3 ट्रिकमध्ये पहिलो ट्रिकलाई युज गरेर बाँकीको चाहिँ स्क्वायर निकाल्छु। यो 20 को चाहिँ हजुरहरूले निकाल्नु होला। मैले चाहिँ निकाल्न चाहे अहिले 56 को निकाल्छु। 56 को निकाल्छु। 56 मैले चाहिँ पहिलो ट्रिक युज गर्छु। पहिलो ट्रिक युज गर्दा 56 इन्टु 56, 6 छका 36 को 6 अनि 6 छका 36 को 6, तीनैवटाको गुणा गर्दा 6 पंचे 30 दूना 60, 60 अनि यताको 3 63, 63 को 3 हातमा आछा 6 अनि चाहिँ 5 पंचे 25, यो 5 को स्क्वायर 5 पंचे 25 अनि 25 मा 6 जोड्यो 31, 31 36 चाहिँ 56 को स्क्वायर चाहिँ 31 36 रहेछ। चेक गरौँ। चेक गर्दाखेरि चाहिँ 56 इन्टु 56 बराबर 31 36 मिल्यो। अब अर्को गरेँ मैले 92 को गर्दाखेरि 92 को स्क्वायर गर्दा पहिला सुरुमा 2 दूना 4 नीचे 2 दूना 4, 9 दूना 18 दूना 36, 36 को 6 हातमा आयो 3, 9 9 81, 82 83 84 64 चाहिँ यसको स्क्वायर रहेछ। चेक गरौँ। चेक गर्दाखेरि चाहिँ 92 इन्टु 92 84 64 मिल्यो। यस्तै गरी बाँकी 4 5 2 3 को चाहिँ हजुरहरूले निकालेर कमेन्टमा राख्नु होला। मैले चाहिँ अब यो 15 र 55 को जस्तै पछाडि 5 भएको केसमा अर्को सहज तरिकाले पनि निकाल्न सकिन्छ। जस्तै मैले निकाले 15 को, यस्तो 15 को स्क्वायर निकाल्दा
हामीले कसरी पनि निकाल्न सक्छौँ त भन्दाखेरि पहिला चाहिँ सुरुमा 5 को स्क्वायर 25 अनि यो अगाडिको भन्दा एक ठुलोले गुणा गर्दा यो भन्दा एक ठुलो भनेको 2 हो। 2 एकानी 2 225 यसरी आउँछ। अर्को 55 को पछाडि 5 भएको त्यसमा सबै त्यसरी नै गर्न सकिन्छ। 55 को स्क्वायर निकाल्दा 5 पंचे 25 5 भन्दा एक ठुलो 6 6 पंचे 30 30 25 अर्को निकालौँ 75 को 5 पंचे 25 7 भन्दा एक ठुलो 8 8 7 8 56 56 25 अर्को निकालौँ 105 को 5 पंचे 25 10 भन्दा एक ठुलो 11 11 10 अनि 110 यो 25 सहजै निकाल्न सक्नुहुन्छ। क्याल्कुलेसन गरौँ तपाईँ 105 ×